दर्शकबिन नमस्कार। नर्भिक हेल्थ एक्सचेन्जमा स्वागत छ। म रिता लम्साल। आजको कार्यक्रममा हामी हेपाटाइटिस बी को विषयमा कुरा गर्दैछौँ र कुराकानीको लागि आज हामीसँग हुनुहुन्छ नर्भिक इन्टरनेसनल हस्पिटलका कलेजो रोग विशेषज्ञ डाक्टर पुकार थापा। आउनुहोस् कार्यक्रममा उहाँलाई स्वागत गरौँ। नमस्ते डाक्टर साहब, कार्यक्रममा स्वागत छ। थ्याङ्क यू। डाक्टर साहब, यो हेपाटाइटिस बी भनेको के हो? हेपाटाइटिस बी भनेको चाहिँ एक किसिमको हाम्रो शरीरमा हुने इन्फेक्सन हो। यो इन्फेक्सन चाहिँ हेपाटाइटिस बी भाइरस भन्नेले गर्छ। यो चाहिँ रगतबाट अथवा चाहिँ आमाबाट बच्चाबाट अथवा चाहिँ यो सङ्क्रमण हुने गर्छ र हाम्रो शरीरमा गइसकेपछि यसले चाहिँ कलेजोलाई इन्फेक्ट गर्ने गर्छ, कलेजोलाई अट्याक गर्छ र यो हाम्रो शरीरमा बसि नै रहन्छ। त्यही भएर हेपाटाइटिस बी भाइरस इन्फेक्सनले हुने हाम्रो शरीरमा सङ्क्रमणलाई चाहिँ हेपाटाइटिस बी इन्फेक्सन भन्छ। यो एचआइभी भन्दा कतिको खतरनाक हो डाक्टर साहब? एचआइभी भन्दा धेरै सङ्क्रमण बढी हुन्छ हेपाटाइटिस बी भाइरसको। हामीले भन्दाखेरि हेपाटाइटिस बी भाइरस चाहिँ एचआइभी भन्दा 50 र 100 गुणा बढी इन्फेक्सियस हुन्छ। भने एचआइभी भन्दा बढी सर्न सक्ने सम्भावना 50 गुणा बढी हेपाटाइटिस बी भाइरसको छ। त्यही भएर हामीले हेपाटाइटिस बी भाइरसको विरुद्ध धेरै क्याम्पेनहरू पनि गरिरहेको हुन्छौँ र यो हेपाटाइटिस बी भाइरस चाहिँ हाम्रो रगतमा करोडौँ करोड भ्यालुमा चाहिँ बस्न सक्छ हाम्रो रगतमा र यसले बिस्तारै हाम्रो कलेजोलाई नै सङ्क्रमण गर्ने हो। कसरी असर पुर्याउँछ डाक्टर साहब यो कलेजोलाई चाहिँ? जब हाम्रो हेपाटाइटिस बी भाइरस चाहिँ कलेजोमा हाम्रो रगतमा जान्छ त्यसपछि हाम्रो यो भाइरसको विरुद्ध हाम्रो इम्युन सिस्टमले चाहिँ फाइट गर्न खोज्छ हैन। फाइट गर्न खोजिसकेपछि हाम्रो लिभरको सेल्सहरूले यसलाई फाइट गर्छ। फाइट गर्दाखेरि चाहिँ लिभरको सेल्सहरू बिस्तारै ड्यामेज हुन्छ अनि इनिसियल पहिलो चरणमा लिभरको सेल्सहरू ड्यामेज मात्र भइरहेको हुन्छ र यो ड्यामेज चाहिँ कन्टिन्यू भइरह्यो वर्षौँसम्म भने लिभरमा चाहिँ स्क्यारिङ भन्छ त्यसलाई, फाइब्रोसिस, लिभर सारो हुँदै जान्छ र यसको नतिजा चाहिँ अन्तिममा 10-15 वर्ष अथवा त लामो समयपछि चाहिँ लिभर सिरोसिस अथवा चाहिँ लिभर सुकेर जाने अथवा चाहिँ लिभर कडा भएर जाने त्यस्तो हुन्छ र यसपछि हाम्रो लिभरमा चाहिँ हेपाटाइटिस बी भाइरसले चाहिँ लिभर क्यान्सर पनि गराउन सक्ने सम्भावना बढेर जान्छ। डाक्टर साहब, यो हेपाटाइटिस बी चाहिँ सरुवा रोग हो? अवश्य, यो एकदम सरुवा रोग हो। यसलाई चाहिँ हामीले दुईटा तरिकाले सर्छ भन्छौँ। यसलाई चाहिँ भर्टिकल ट्रान्समिसन र हराइजन्टल ट्रान्समिसन भनिन्छ। अब भर्टिकल ट्रान्समिसन भनेको चाहिँ आमाबाट बच्चालाई सर्ने। धेरै जस्तो हाम्रो नेपालमा चाहिँ आमाबाट बच्चालाई नै सरेको पाइन्छ। यसलाई चाहिँ पेटमै हुँदाखेरि र जन्म दिँदाखेरि त्यति बेलामा सरेको पाइन्छ। त्यसलाई चाहिँ भर्टिकल ट्रान्समिसन भनिन्छ। हराइजन्टल ट्रान्समिसन भनेको चाहिँ जस्तै ठुलो भइसकेपछि सङ्क्रमण भएको सुईहरूबाट घोचिने, रगत सङ्क्रमण भएको रगत हामीले चढायौँ भने डायलाइसिस मेसिनहरूबाट र सङ्क्रमण भएको मानिससँग असुरक्षित यौन सम्पर्कहरू भयो भने यसरी चाहिँ सरेको पाइन्छ। त्यसलाई चाहिँ हराइजन्टल ट्रान्समिसन भन्छ र यो एकदमै सरुवा रोग हो। मैले अघि पनि भने एचआइभी भन्दा यो 50 गुणा बढी सर्ने सम्भावना बढी हुन्छ। हजुर डाक्टर साहब, यो रोग लाग्नुको कारणहरू चाहिँ के हुन्? प्रमुख अहिले नै भने जस्तो यो रोग चाहिँ एक्कासी आफै आउने भन्ने हुँदैन। यो रोग चाहिँ कतैबाट सर्नु नै पर्छ हैन, सङ्क्रमण व्यक्तिबाट सर्नु नै पर्छ। हाम्रो नेपालमा चाहिँ धेरै जस्तो चाहिँ आमाबाट बच्चालाई सरेको पाइन्छ। त्यस्तै त्यसलाई भर्टिकल र हराइजन्टल भनेको सङ्क्रमण व्यक्तिहरूसँग सम्पर्क भयो भने त्यसरी नै सरेको पाइन्छ हेपाटाइटिस बी। डाक्टर साहब, यो रोग लाग्नै नदिनको लागि के गर्न सकिन्छ? अब प्रमुख मैले अब यो रोग हामीले अघि भने जस्तो रोग कसरी सर्छ भनेर नै थाहा पाउनु जरुरी छ र त्यसैलाई रोक्नु नै इम्पोर्टेन्ट कुरा भयो। जस्तै अब हामीले भन्यौँ आमाबाट बच्चालाई सर्छ भन्यौँ, आमाबाट बच्चालाई सर्ने भइसकेपछि आमालाई समयमै जाँच गर्ने र यदि आमा इन्फेक्टेड हो रहेछ हेपाटाइटिस बी भाइरसबाट भनेपछि यो तेस्रो त्रैमासिक अथवा चाहिँ थर्ड ट्राइमेस्टरतिर गएर चाहिँ औषधिहरू खुवाउन पर्न हुन सक्ने, हेपाटाइटिस बीको भाइरसको औषधिहरू खुवाउन पर्ने सक्ने अवस्था हुन्छ र बच्चा जन्मिसकेपछि बच्चालाई इम्युनोग्लोबुलिन भन्ने हुन्छ र भ्याक्सिन, हेपाटाइटिस बीको विरुद्ध भ्याक्सिन हामीले दिन सक्छौँ। त्यस्तो गर्नाले आमाबाट बच्चालाई सर्नबाट रोकिन सकिन्छ। दोस्रो चाहिँ हाम्रो जुन चाहिँ हराइजन्टल ट्रान्समिसन भन्यौँ, जस्तै सङ्क्रमित व्यक्तिहरूको सुईबाट घोच्नु, रगत चढाउनु, त्यस्तोबाट हामी बचेर अथवा चाहिँ सबैभन्दा इम्पोर्टेन्ट भनेको चाहिँ भ्याक्सिन। अब भ्याक्सिन लगाएको खण्डमा यो चाहिँ यसरी हराइजन्टल ट्रान्समिसन जुन हामीले भन्यौँ सङ्क्रमित व्यक्तिहरूसँग सम्पर्कमा आयो भने सर्दैन। त्यही भएर भ्याक्सिन लाउनु नै सबैभन्दा इम्पोर्टेन्ट हुन्छ यो रोगबाट बच्नको लागि। डाक्टर साहब, यो भ्याक्सिन चाहिँ कतिको प्रभावकारी हुन्छ?
भ्याक्सिन एकदमै धेरै नै प्रभावकारी हुन्छ। अब यो चाहिँ हामीले 3वटा बुस्टर डोज समेत गरेर भ्याक्सिन लाउँछौँ र एउटा चाहिँ टाइटर लेभल भन्ने हुन्छ, एन्टी-एचबिएस टाइटर भन्ने हुन्छ। त्यो टाइटर चाहिँ 10 भन्दा माथि पुग्यो भने चाहिँ हामी प्रोटेक्टेड भन्छौँ। त्यही भएर मैले एउटा भन्छु सबैजनालाई कि भ्याक्सिनेटेड हुनु र इम्युनाइज्ड हुनुमा फरक छ। भ्याक्सिनेटेड भनेको चाहिँ कस्ता मानिसहरू भयो भने जसले चाहिँ भ्याक्सिन लाएको मानिसहरू भए। इम्युनाइज्ड भनेको चाहिँ कस्तो मानिसहरू भयो भने त्यो भ्याक्सिनले काम गरेको छ भनेर थाहा पाउनु पनि जरुरी छ। किनभने भ्याक्सिन फेलियरहरू पनि हुन्छ। 5 to 10% मा चाहिँ भ्याक्सिनले काम गर्दैन। भ्याक्सिन चाहिँ लगाएको हुन्छ, भ्याक्सिनले काम गरिरहेको हुँदैन। र भ्याक्सिन लगाएको धेरै वर्ष भइसकेको रहेछ भने यो भ्याक्सिनको इफेक्टिभनेस पनि घट्दै गएको पाइन्छ। त्यही भएर भ्याक्सिन यदि लगाएको छ भने चाहिँ यो रोगबाट हामी बच्न सक्छौँ हैन। र भ्याक्सिन लगाएको छ र भ्याक्सिनले काम गरेको छ भने चाहिँ यो रोगबाट हामी अवश्य पनि बच्न सक्छौँ। रेयर केसेसहरूमा, एकदमै रेयर केसेसहरूमा चाहिँ भ्याक्सिन लगाए पनि सरेको पाइएको छ। तर त्यस्तो कन्डिसनमा धेरै जस्तो यस्तो चाहिँ भ्याक्सिनले काम नगरेको, एज हुँदै गइसकेको, क्रोनिक लिभर डिजिज जस्तो सुगर प्रेसर भएको मानिस, एज धेरै भइसकेको मानिसहरूमा चाहिँ त्यो भ्याक्सिनको इफेक्टिभनेसहरू कम हुँदै गएको पाइन्छ र उनीहरूमा चाहिँ सर्न सक्ने सम्भावना चाहिँ हुन्छ। हजुर डाक्टर साहब, यो रोगलाई किन साइलेन्ट डिजिज भनिएको हो? यो साइलेन्ट डिजिज हेपाटाइटिस बीलाई किन भनिन्छ भने यो हेपाटाइटिस बीको लक्षण चाहिँ इनिसियली आउँदैन। हामीले हेपाटाइटिस बीलाई चाहिँ दुईटा डिभिजन, एउटा एक्युट भाइरल इन्फेक्सन भन्छौँ, एउटा क्रोनिक इन्फेक्सन भन्छौँ। एक्युट इन्फेक्सन भनेको चाहिँ सर्नासाथ आउन सक्ने सम्भावित लक्षणहरू जस्तै कलेजोमा असर गरिसकेपछि ज्वरो आउनु, बान्ता हुनु, जन्डिस हुनु, यस्ता समस्याहरू भयो भने चाहिँ त्यसलाई चाहिँ एक्युट भाइरल इन्फेक्सन भन्छ र यो एकदम कम हुन्छ, धेरै हुँदैन। क्रोनिक इन्फेक्सन भनेको चाहिँ यो शरीरमा छिर्छ र यो बसिरहन्छ। यस्तो खण्डमा यसले केही लक्षण पनि देखाउँदैन र वर्षौंसम्म पनि लक्षण देखाउँदैन। हामीले धेरै केसहरू त्यस्तो पाइएको छ जो चाहिँ इन्सिडेन्टल फाइन्डिङ, अरू चिजको लागि हेपाटाइटिस बी को जाँच गर्दाखेरि हेपाटाइटिस बी देखियो भनेर चाहिँ धेरै जस्तो टेस्टको रिपोर्टहरू लिएर आउनुहुन्छ हाम्रोमा हैन। त्यो भनेको चाहिँ उहाँहरूलाई केही पनि लक्षण थिएन, त्यही भएर यो साइलेन्ट बसिरह्यो। तर हामीले के बुझ्नु पर्यो भने उहाँहरूमा यो रोग चाहिँ छ, साइलेन्ट डिजिज। त्यही भएर भनेको रोगले केही लक्षण देखाएन तर रोग चाहिँ छ, त्यही भएर यसलाई साइलेन्ट डिजिज भनियो। र यही रोगलाई हामीले टाइममै पत्ता लगाउन सकेन भने चाहिँ पछि गएर यसले चाहिँ लिभर सिरोसिस, लिभर क्यान्सर तथा अरू लिभरका अनेकौं समस्याहरू निम्त्याउन सक्छ र त्यति बेलामा चाहिँ गएर मानिसहरूलाई थाहा हुन्छ र त्यति बेलासम्म साँच्चै के भन्ने हो भने धेरै ढिला भइसकेको अवस्था हुन सक्छ। त्यही भएर लामो समयसम्म यसले कुनै पनि लक्षण नदेखाउने भएको हुनाले नै यसलाई साइलेन्ट डिजिज भनेको। डाक्टर साहब, यसको पर्मानेन्ट क्योर छ कि छैन? हेपाटाइटिस बी को पर्मानेन्ट क्योर आजको दिनसम्म बनेको छैन। हामीले यसलाई कन्ट्रोलमा चाहिँ राख्न सक्छौँ। अब जस्तै हाम्रो शरीर र हेपाटाइटिस बी भाइरसको केही चलखेल इन्टरेक्सन भइरहेको छैन भने चाहिँ हामीले औषधि प्रयोग नगरिकन पनि त्यो बसिरहन सक्छ हाम्रो शरीरमा। यदि हेपाटाइटिस बी भाइरस र हाम्रो कलेजो अथवा चाहिँ हाम्रो शरीरको इन्टरेक्सन भइरहेछ, जुन कारणले हाम्रो कलेजो ड्यामेज भइरहेको छ भने हामीले हेपाटाइटिस बी भाइरसलाई चाहिँ सप्रेस गर्ने हामीसँग औषधिहरू चाहिँ बनेको छ, जसले यसलाई चाहिँ हामीले कन्ट्रोलमा चाहिँ राख्न सक्छौँ। तर यसलाई पर्मानेन्ट क्योर अथवा चाहिँ हेपाटाइटिस बीलाई निर्मूल बनाउने औषधि चाहिँ आजसम्म बनेको छैन। डाक्टर साहब, यो रोग क्याजुअल कन्ट्याक्टले पनि सर्न सक्छ? हेपाटाइटिस बी क्याजुअल कन्ट्याक्टले सर्दैन। जस्तै धेरैजनाको यो जिज्ञासा हुन्छ कि यो चाहिँ सँगै बसेर लुगा एउटै प्रयोग गरेर, रुमाल प्रयोग गरेर, बाथरुम एउटै युज गरेर, इभन जुठो खाएर सर्दैन। यी चिजहरूले सर्दैन। यो चिजहरू सर्नको लागि चाहिँ रगतकै केही चलखेल भएको हुनुपर्छ र हामीले भन्छौँ इभन किसिङबाट हैन अथवा चाहिँ जुठो खाएर, एउटै थालमा चम्चा खाएर, एउटै लुगाहरू प्रयोग गरेर यो सर्ने गरेको पाइएको छैन। हजुर डाक्टर साहब, यो संक्रमण भएका बिरामीहरूले अथवा व्यक्तिहरूले खानपानमा के ध्यान दिनुपर्छ, केही बार्नुपर्छ कि पर्दैन? त्यस्तो हेपाटाइटिस बी नै को लागि भनेर केही खाना बार्नु त पर्ने छैन। तर अब जस्तै हेपाटाइटिस बी भाइरस इन्फेक्सन भएको मानिसले चाहिँ हेपाटाइटिस बी भाइरसले कलेजोलाई कन्टिन्युअस अट्याक गरिरहेको हुनसक्छ, कलेजोलाई गाह्रो बनाउन सक्ने अवस्था कुनै पनि बेलामा हुन्छ। त्यही भएर हेपाटाइटिस बी भाइरस भएको मानिसले आफ्नो कलेजोलाई स्वस्थ राख्नको लागि चाहिँ प्रयासरत हुनुपर्छ। त्यसमा रक्सी सेवन नगर्ने, त्यसमा चाहिँ धेरै नन एल्कोहलिक फ्याटी लिभर भन्छौँ हामीले, कलेजोमा बोसो जम्ने समस्या,
त्योहरूबाट पनि बच्न पर्ने, यो चिजहरूबाट चाहिँ बच्न पर्ने हुन्छ। तर त्यसरी यही खायो भने चाहिँ हेपाटाइटिस बी भाइरस राम्रो हुने या नराम्रो हुने भन्ने चाहिँ छैन। हजुर डाक्टर साहब, यो रोगको सङ्क्रमण भएका बिरामीले अथवा व्यक्तिहरूले रक्तदान गर्न मिल्छ कि मिल्दैन? यो चाहिँ मिल्दैन। जस्तै हेपाटाइटिस बी पुष्टि भएको छ, हेपाटाइटिस बी भएको मानिस छ भने चाहिँ उहाँहरूले चाहिँ औषधि नखाएको खण्डमा या औषधि खाइरहेको खण्डमा, यो दुईटै खण्डमा पनि कुनै पनि बेलामा रक्तदान चाहिँ गर्न मिल्दैन। डाक्टर साहब, यदि अब हेपाटाइटिस बी भएको मदरबाट बच्चा जन्मिसकेपछि बच्चाले स्तनपान गराउन मिल्छ कि मिल्दैन? मिल्छ, अवश्य पनि मिल्छ। मैले अघि भनेको जस्तो हेपाटाइटिस बी सङ्क्रमण भएको आमा हुनुहुन्छ भने पनि उहाँहरूलाई हामीले औषधिहरू प्रयोग गर्नुपर्ने अवस्था छ भने औषधि प्रयोग गरेर राखेको हुन्छौँ। या हेपाटाइटिस बीको भाइरसको के अरे जन्मेको बच्चालाई चाहिँ भ्याक्सिन लगाइन्छ र पछि स्तनपान गर्नको लागि केही समस्या हुँदैन। हजुर, यो भ्याक्सिनको कुरा भयो, औषधिको कुरा भयो, अरू कस्ता कस्ता कुरामा ध्यान दिनुपर्छ डाक्टर साहब? प्राइमेरीली हेपाटाइटिस बीको चाहिँ हामीले यो एकदमै सरुवा रोग, अघि मैले भने एचआइभी भन्दा धेरै सरुवा हो यो रोग। त्यही भएर हामीले यो सर्नबाट नै यही चिजहरूमा मेनली ध्यान दिनुपर्ने हो। किनभने यो कतैबाट पनि सङ्क्रमण हुन सक्ने सम्भावना छ। हस्पिटलमा काम गर्ने अब स्टाफहरूदेखि लिएर बाहिर पनि हामीलाई हेपाटाइटिस बी साइलेन्ट डिजिज भएको हुनाले कसलाई छ भनेर हामीलाई थाहा नै हुँदैन। सो उहाँ कसैको आफ्नो वरिपरि कसैलाई पनि हुन सक्ने सम्भावना हुन्छ र त्यो मान्छेहरूसँग हाम्रो कन्ट्याक्ट भयो, सम्पर्क भयो केही कारणले भने हामीलाई सर्न सक्ने सम्भावना भएको हुनाले हामीले सतर्कता के लिनु पर्यो भन्दाखेरि हामी पहिला चाहिँ भ्याक्सिनेटेड हुनु पर्यो, इम्युनाइज्ड हुनु पर्यो। हामी भ्याक्सिन लाएर हामी हेपाटाइटिस बीबाट पूर्ण रूपमा चाहिँ प्रोटेक्टेड छौँ भनेर बस्नु पर्यो। र यदि हामी त्यस्तो रिस्क फ्याक्टर एरियाहरूमा छौँ, जस्तै हाम्रो रिस्क फ्याक्टर एरियामा चाहिँ कमर्सियल सेक्सुअल वर्कर भनेर हामीले एउटा एकदम कमन रिस्क फ्याक्टर हो उहाँहरूलाई। उहाँहरू जस्तो कमर्सियल सेक्सुअल वर्करहरूले चाहिँ भ्याक्सिनेटेड पनि हुने र अरू सतर्कताहरू अपनाउन पर्ने हुन्छ। जस्तै अर्को रिस्क फ्याक्टर ग्रुपमा चाहिँ हामीले हाम्रो हस्पिटलमा काम गर्ने स्टाफ, डाक्टर तथा नर्सहरू पनि भन्छौँ। किनभने उहाँहरूले हेपाटाइटिस बी भएको बिरामीहरूलाई कन्टिन्युस हेर्नुपर्ने हुन्छ र कुनै पनि बेलामा सुईहरूबाट कन्ट्याक्ट हुन सक्छ। सो स्पेसली यस्तो हाई रिस्क पिपलहरू जसलाई चाहिँ हेपाटाइटिस बी भाइरससँग सम्पर्क हुन सक्ने सम्भावना हुन्छ, उहाँहरूले चाहिँ यसबाट बच्नु पर्यो। र यस्तै स्पेसल ग्रुपहरू यो जुन भने मैले, उहाँहरूले चाहिँ भ्याक्सिन लाएर आफू इम्युनाइज्ड भएर बसिरहनु पर्यो। हजुर, हामी कार्यक्रमको अन्तिममा छौँ। अन्तिममा यहाँको केही सुझावहरू छन्? हेपाटाइटिस बी भाइरस चाहिँ हाम्रो नेपालमा धेरै छ, 1% जस्तो पपुलेसनमा छ। धेरैजनाले भएको हुनाले हामीले हेपाटाइटिस बी चाहिँ साइलेन्ट डिजिज भएको हुनाले हामी एकदम सतर्कता अपनाउनु पर्ने हुन्छ। यो कसैलाई पनि हुन सक्ने छ, कसैलाई पनि हुनसक्छ, यो कहीँ पनि। यो साइलेन्ट डिजिज भएको हुनाले केही पनि लक्षण देखाउँदैन। त्यही भएर समयमै हेपाटाइटिस बीको जाँच गरौँ। यदि हेपाटाइटिस बी छैन रहेछ भने समयमै भ्याक्सिन लाएर यो हेपाटाइटिस बी विरुद्ध हामी प्रोटेक्टेड भएर बस्ने, यही नै मेरो सुझाव छ। हजुर, कार्यक्रममा समय दिनुभयो, समयको लागि धन्यवाद डाक्टर साहब। नमस्ते। नमस्ते, थ्याङ्क यू। यो साताको प्रश्न रहेको छ, हेपाटाइटिस बी सरुवा रोग हो कि होइन? हरेक हप्ता तपाईहरूलाई एउटा प्रश्न राख्नेछौँ। यसको सही जवाफ दिने मध्ये एकजनाले पाउनुहुनेछ नर्बेक इन्टरनेसनल हस्पिटलमा फ्री ओपिडी कन्सल्टेसन। दर्शकबिन, आजको कार्यक्रम हामीले हेपाटाइटिस बीको विषयमा कुराकानी गऱ्यौँ। पक्कै पनि साइलेन्ट भएर बस्छ भनिसक्नु भएको छ, त्यसैले समयमै खोप लगाउनुपर्छ भन्ने जानकारी दिनुभएको छ डाक्टर साहबले। हामीले यो हेपाटाइटिस बीको सङ्क्रमण हुन नदिन डाक्टर साहबले भने जस्तै कुराहरूमा सावधानी अपनाउनुपर्छ। यदि यो विषयमा केही जिज्ञासाहरू छन् भने तपाईँले हामीलाई इमेल पनि गर्न सक्नुहुनेछ। हाम्रो इमेल आइडी हो narvikhealthexchange@gmail.com। यस्तै कमेन्ट बक्समा कमेन्ट पनि गर्न सक्नुहुनेछ। हस्त अर्को साता फरक रोगको विषयमा कुराकानी गर्नको लागि आउने नै छु। त्यतिन्जेलसम्मको लागि म प्रस्तुता रिता लम्साल सहित हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।